नमस्कार सबैजनालाई। 6 अगस्त 1945 बिहान करिब 9:15 जापानको हिरोसिमा भन्ने सहरमाथिबाट एउटा प्लेन गुज्रिन्छ। बोइङ B-29 नाम गरेको प्लेन, जसमा राखिएको थियो विश्वको पहिलो एटमिक बम। बिहान करिब 9:15 त्यो बमलाई माथिबाट खसाइन्छ। खस्न लगभग 43 सेकेन्डको समय लाग्छ। खस्ने बित्तिकै 1 सेकेन्डमा पुरै हिरोसिमा नै ब्लास्ट हुन्छ। हिरोसिमामा तबाही मच्छ। त्यति बेला त्यहाँको तापक्रम 4000 डिग्री सेल्सियससम्म जान्छ। धुलो, धुवाँ, हावाको वेग करिब 100 किलोमिटर प्रति घण्टा रफ्तारभन्दा बढी जान्छ। करिब 80,000 भन्दा बढी मानिसहरूको मृत्यु हुन्छ। आखिर कसले गर्यो त यत्रो ठुलो तबाही? आखिर किन गर्यो त यत्रो तबाही? के दुश्मनी थियो जापानसँग? आउनुहोस् यसको बारेमा डिटेलमा जान्ने प्रयास गरौँ। यो सबै जान्नको लागि हामीलाई 1939 मा वापस जानुपर्ने हुन्छ। 1939 सेकेन्ड विश्वयुद्धको समय, जहाँ हिटलरले पोल्यान्डलाई पनि अब सेकेन्ड विश्वयुद्धमा सहभागी गराइसकेका थिए। दोस्रो विश्वयुद्ध धेरै देशहरू बीचमा लडिँदा पनि यसलाई दुई भागमा खास गरेर बाँडिएको थियो। एकतिर थिए जर्मनी, जापान र इटली, जसलाई एलेक्स पावर भनेर भनिन्थ्यो, र अर्कोतर्फ थिए ब्रिटेन, सोभियत युनियन र युएसए, जसलाई एलिट पावर भनेर भनिन्थ्यो। सुरुमा युएसएले सेकेन्ड विश्वयुद्धमा भाग नलिने भनेर सोचेको थियो। उनले साफ साफ भनेको थियो, म सेकेन्ड विश्वयुद्धमा सहभागी हुँदिन। यो तबाही मबाट फेरि हुँदैन, जुन तबाही पहिलो विश्वयुद्धमा भइसकेको थियो। तर पछि 7 डिसेम्बर 1941 मा जापानले युएसए को पर्ल हार्बरमा आक्रमण गर्छ। त्यस पछाडि युएसएले पनि अब डिक्लेयर गर्छ, म दोस्रो विश्वयुद्धमा फेरि सहभागी हुन्छु र जापानलाई पुरै तरिकाले तबाही गरिदिन्छु। The unprovoked attack by Japan on Sunday, a state of war has existed between the United States and the Japanese Empire. अर्ली 1900 मा जब हिटलरले युरोपमा तबाही मचाइरहेका थिए, त्यही बेला जापानले पनि एसियामा तबाही मचाउने प्रयास गरिरहेको थियो। एसियाका सारा देशहरूमा जापानले कब्जा गर्ने प्रयास गरिरहेको थियो। युएसएले बाहिरबाट हेरेर सोचिरहेको थियो कि यी दुई देशहरूले पुरै विश्वमै तबाही मचाइरहेका छन् र देशलाई नै खत्म गर्न सक्ने सम्भावना छ। यसलाई रोक्नुपर्छ। तर म मिलिट्री लिएर डाइरेक्ट जापानमा आक्रमण गर्दिनँ। म विश्वयुद्धमा सहभागी हुँदिन। म यसरी रोक्ने प्रयास गर्दिन। म यिनीहरूलाई अलग तरिकाले रोक्ने प्रयास गर्छु। त्यसबेला युएसएले जापानलाई कप्पर, आइरन र स्टिलहरू एक्सपोर्ट गर्थ्यो। त्यसबेला युएसएले अब जापानलाई एक्सपोर्ट गर्न बन्द गरिदिन्छ, ताकि जापानमा इकोनोमिकल क्राइसिस आओस् र जापान यो विश्वयुद्धबाट टाढा रहोस् या एसियालाई कब्जा गर्न छोडिदियोस्। तर जापान यसलाई कुनै ठुलो कुरा मान्दैन र ऊ अगाडि बढिरहेको छ। फेरि पछि गएर जापानलाई युएसएले अब तेल एक्सपोर्ट गर्न बन्द गरिदिन्छ। त्यति बेला जापानको सबैभन्दा प्रमुख कारण भनेको तेल थियो। त्यही तेल अब एक्सपोर्ट गर्न बन्द गरिदिन्छ। तर जापानले यसलाई पनि ठुलो कुरो मान्दैन र हामी पछि हट्दिनौँ भनेर स्टेटमेन्ट दिन्छ। अब जापान फिलिपिनमा आक्रमण गर्ने प्रयास गर्छ। त्यसबेला फिलिपिन युएसए को टेरिटरी थियो। युएसएले कब्जा गरेर बसिरहेको थियो। जापानलाई यो सम्म त थाहा थियो, यदि मैले फिलिपिनमा आक्रमण गरेँ भने यो युएसएमा आक्रमण गरे बराबर हो। त्यही कारणले गर्दाखेरि जापानले सोच्छ, यदि म डाइरेक्ट फिलिपिनमा आक्रमण गर्छु पहिला भने मलाई पक्कै पनि युएसएले फर्केर आक्रमण गर्छ। त्यसबेला सबैभन्दा पावरफुल कन्ट्री भनेको युएसए थियो र जापान फिलिपिनमा आक्रमण गर्नुपर्ने थियो, किनभने जापानको सोच थियो हामी एसियालाई ग्रेटर एसिया बनाउँछौँ। तर यो सबै कहानी मात्रै थियो, यो सबै बाहिर देखावटी मात्रै थियो। एक्चुअली जापानले त्यसबेला एसियामा आक्रमण गर्दै एसियाका देशहरूबाट खनिज जस्ता पदार्थहरू लुटेर आफ्नो देश लाने गर्थ्यो। त्यही कारणले बाहिर देखावटीमा उसले ग्रेटर एसिया बनाउने भनेर भनिरहेको थियो। अब ग्रेटर एसिया बनाउनको लागि उनले फिलिपिन्समा आक्रमण गरेर फिलिपिनलाई आफ्नो बनाउनु पर्ने थियो। तर त्यसबेला त्यो सबै टेरिटरी युएसए को थियो। त्यही भएर उनीहरूले अब फिलिपिनमा आक्रमण गर्नुभन्दा अगाडि युएसएमा आक्रमण गर्ने प्लान बनाउँछन्। 17 डिसेम्बर 1941 जापानले युएसए को पर्ल हार्बरमा सरप्राइज आक्रमण गर्छ। लगभग 400 एयरक्राफ्ट लिएर माथिबाट हवाई आक्रमण गर्छ। करिब युएसए को 15,000 भन्दा बढी सैनिकहरूको मृत्यु हुन्छ। र यो आक्रमण गरेको केही घण्टा नबित्दै जापानले फेरि फिलिपिनमा गएर आक्रमण गर्छ र फिलिपिनलाई कब्जा गर्छ। एक्चुअली यहाँनिर हेर्नुपर्दा जापानले एउटा बच्चा जस्तो गरिरहेको थियो। कुनै बच्चाले यो मभन्दा धेरै पावरफुल छ, यसलाई नै पहिला गएर म आक्रमण गर्छु र यसले केही पनि गर्नै सक्दैन, यसलाई त म त्यतिकै मारिदिन्छु
जापानको प्लान यो थियो कि हामी युएसको जति पनि एयरक्राफ्टहरू छ, जति पनि मिलिट्रीहरू छन्, उनीहरूलाई हामी पहिले नै मारिदिन्छौँ र पछि उनीहरूले फर्केर हामीलाई आक्रमण गर्दैनन्। यो एउटा बच्चाको जस्तो सोच सोचिरहेको थियो जापानले। तर युएसए जस्तो ठुलो त्यतिखेरको सबसे पावरफुल कन्ट्री फर्केर त अवश्य नै जवाब दिन्थ्यो। अब अमेरिका पनि सेकेन्ड विश्वयुद्धमा सहभागी हुने निर्णय गर्छ। December 7th, 1941. High overhead, Jap raiders are on the loose. Without warning, they circle Pearl Harbor and the city of Honolulu. A surprise attack born of infamy. र उसले आउने बित्तिकै सबभन्दा सुरुमा नै जापानलाई चुनौती दिन्छ, वारको लागि तयार हुँ भनेर चुनौती दिन्छ। यो देखेर चाइना र ब्रिटेन पनि अब जापानमा हमला गर्ने निर्णय गर्छन्। एक्चुअली जापानले चाइनाको केही भागहरू पनि कब्जा गरेर बसिरहेको थियो। त्यही देखेर चाइनिजहरू पनि अलरेडी जापानसँग चिडिएर बसेका थिए। मतलब अलरेडी चाइनिजहरू पनि अब वाक्क भइसकेका थिए, कतिखेर मौका मिल्छ र हमला गरौँ भनेर सोचेर बसिरहेको थिए। युएसए जस्तो ठुलो देश अब जापानको विरुद्ध भइसकेको थियो। यही देखेर अब चाइना पनि हात मिलाउन थाल्छ र जापानमा आक्रमण गर्ने निर्णय गर्छ। ब्रिटेनले पनि अब जापानमा हमला गर्ने निर्णय गरिसकेको थियो। अर्को तर्फबाट इटली र जर्मन पनि अब युएसएमा हमला गर्ने निर्णय गरेका थिए। मतलब अब वर्ल्ड वारको सबैभन्दा पावरफुल मोमेन्टमा पुगिसकेको थियो। 1943मा अब इटलीले अफिसियली सेकेन्ड वर्ल्ड वारबाट सरेन्डर गर्ने निर्णय गर्छ। पछि गएर 30 अप्रिल 1945मा हिटलरको मृत्यु पछाडि जर्मनले पनि अब अफिसियली सरेन्डर गर्ने निर्णय गर्छ। तर त्यस बेलासम्म अर्कापट्टि जापानले भने सरेन्डरको नाम पनि लिएको हुँदैन। त्यही कारणले गर्दा 22 जुन 1945मा युएसएले अब जापानमा आक्रमण गर्ने निर्णय गर्छ। जापानको ओकिनावा भन्ने सहरमा द ब्याटल अफ ओकिनावा भन्ने एउटा मिसन लिएर ओकिनावामा आक्रमण गर्नको लागि जान्छ। युएसएको प्लानमा थियो हामी गएर ओकिनावालाई कब्जा गर्छौँ। यो देखेर जापान डरले सायद पछाडि हट्छ। त्यस पछाडि गएर युएसएले ओकिनावामा आक्रमण गर्छ। जे सोचेर गएका थिए युएसएका मिलिट्रीहरू, त्यसको 1% पनि त्यहाँ थिएन। उनीहरूले सोचेको भन्दा 1000 गुणा मुस्किल थियो त्यहाँनेरि। जापानका एक सैनिक, एक जनताहरू मर्नको लागि तयार थिए, तर सरेन्डरको लागि होइन। एक्चुअली जापानको जनताहरूको यस्तो हरकतको पछाडि एउटा ब्रेन वासिङ चलिरहेको थियो। त्यस बेला जापानमा महाराजा हिरोहितो नाम गरेका महाराजा थिए। उनलाई लिटरली भगवान मानिन्थ्यो। जापानमा उनलाई भगवान भनेर पूजा गरिन्थ्यो। यदि भगवानले भनेको मानेनौ भने तिमीहरू नर्कमा जान्छौ, तिमीहरू पापले सडिन्छौ भन्ने एउटा चलन थियो। त्यही कारणले गर्दाखेरि जनताहरू हामी हाम्रो लागि लडिरहेको छैनौँ, हामी हाम्रो भगवान हिरोहितोको लागि लडिरहेको छौँ भन्ने सोच्थे। त्यसपछि ब्याटल अफ ओकिनावा सुरु हुन्छ। जसो युएसएले द ब्याटल अफ ओकिनावा त जित्छ, तर उसले आफ्नो 12,000 प्लस सैनिकहरू गुमाउनु परेको थियो र 80,000 प्लस सैनिकहरू घाइते थिए। र अर्कोतर्फ जापानमा भने कयौँ आम जनताहरू मरेका थिए र कयौँ उनीहरूको सैनिकहरू पनि मरेका थिए। युएसएले सोच्छ यसरी त हुँदैन, यसरी त तबाही मच्छ, यसरी त कयौँ सालौँ लाग्छ जापानमा कब्जा गर्न, यसरी हुँदैन, अर्को तरिका खोज्नुपर्छ। अर्कोतर्फ युएसएमा साइन्टिस्टहरू मिलेर एटम बम बनाइरहेका थिए। 16 जुलाई 1945 पहिलोचोटि एटम बमको टेस्ट गरिन्छ र सक्सेसफुल्ली त्यो पड्किन्छ। र युएसएले जुन अर्को आइडिया खोजिरहेको थियो उसले एटम बमको रूपमा देख्छ र युएसएले अब यसलाई जापानमा गिराउने निर्णय गर्छ। 16 जुलाई 1945 युएसएले जापानलाई एकचोटि अब सरेन्डर गर्नको लागि अनुरोध गर्छ, तर जापान भने यसको लागि तयारै थिएन। उनीहरू भन्छन् सरेन्डर हामीबाट हुँदैन। 6 अगस्त 1945 बोइङ B-2 विमान हिरोसिमा सहरको माथिबाट उड्छ। यस विमानमा छ लिटल बोय नाम गरेको दुनियाँको पहिलो एटम बम। 8:15 यो बम हिरोसिमाको सहरमा गिराइन्छ। करिब 4000 डिग्री सेल्सियस पुग्छ त्यहाँको तापक्रम। मानव नरक जस्तै थियो। जो बम ब्लास्टबाट बचेका थिए उनीहरू केही बुझ्ने प्रयास गर्नु अघि नै अचानक टेम्परेचर परिवर्तनको कारणले गर्दा ठुलो हावा चल्न सुरु हुन्छ। मानव विनाश, घरहरू उडाउन थाल्छ। जसोतसो सर्भाइभ गर्ने मानिसहरूको छाला जल्न सुरु हुन्छ। सबैजना मृत्युको कामना गर्दै थिए। केही समयपछि वर्षा सुरु हुन्छ, तर यो वर्षा आम वर्षा थिएन। टक्सिक हावा र धुलोहरूको कारणले गर्दाखेरि माथि एउटा बादल जस्तो बनेको थियो। त्यो बादलबाट अब वर्षा सुरु हुन्छ। प्रत्येक पानीको थोपामा कालो कालो ब्रिजहरू झर्न थाल्छ। जसोतसो यहाँबाट सर्भाइभ गर्नेहरू कसैको केही दिन पछाडि, कसैको केही हप्ता पछाडि र कसैको केही महिना पछाडि मृत्यु हुन्छ। रेडिएसनको कारणले मृत्यु हुन्छ। युएसएले सोचेको थियो यो तबाही पछाडि सायद अब जापान यहाँबाट सरेन्डर गर्छ होला, तर जापानमा भने सरेन्डरको नाम शुद्ध चलेको थिएन। उनीहरूले सिधै मना गरिदिएका थिए।
भन्दै थिए हामी सरेन्डरको लागि तयार छैनौँ। यो सबै देखेर 3 दिन पछाडि युएसएले फेरि एउटा नयाँ फ्याटम्यान नाम गरेको बम नागासाकीमा गिराउँछ। First record of the dome of Nagasaki, target for atom bomb number 2, is filmed from a super fortress many miles away. 9 अगस्त 1945 युएसएले नागासाकीमा फेरि एटम बम गिराउँछ। बिहान करिब 11 बजे बोइङ B-29 विमानबाट फ्याटम्यान नाम गरेको बम गिराइन्छ, जसमा 40,000 प्लस जनताको मृत्यु हुन्छ। यो सबै देखेर अब जनताको सुरक्षाको लागि भए पनि जापानले अब सरेन्डर गर्ने निर्णय गर्छ। तर बमको जुन रेडिएसन थियो त्यो भने पुस्तो पुस्तासम्म चलिरहेको छ। तर होपफुली 1946 मा आएको एउटा ताइफूले रेडिएसनलाई धेरै नै कम गरिदिएको थियो र अहिले जापानको हिरोसिमा र नागासाकीमा बमको रेडिएसन नाको बराबर छ। यो सबै तबाहीबाट रिकभरी गराउन करिब $945 मिलियन लाग्छ जापानलाई। कुनै समय खञ्जर जमिन अहिले जापानको एउटा प्रसिद्ध एउटा सुन्दर सहरमध्ये एउटा हिरोसिमा नागासाकी बनेको छ। यति छिटो कसरी रिकभरी गरायो यसको पछाडि जाने हो भने पुरै एउटा लङ भिडियो बनाउन सकिन्छ। कुनै दिन यसको बारेमा पनि कुरा गरौँला। आजको भिडियो लामो भइसकेको छ। तर आजको लागि यति नै। धेरै धेरै धन्यवाद।